हेलो एभ्रिवान नमस्ते र फेरि पनि स्वागत छ गाइस मेरो सानो एउटा मिनी ब्लगमा। आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भनेर म पनि सन्चै छु। सो गाइस मैले चाहिँ आज एउटा भिडियो लिएर आएको छु सानो, र मेरो चाहिँ एउटा साथीलाई फ्रेङ्क गर्नु जाँदैछु है गाइस। र साथी चाहिँ मेरो अब जिग्री पार्टनर हो, पार्टनरै भनौँ अब जिग्री पार्टनर, किनकि उसले पनि मलाई सबै कुरा सेयर गर्छ र म पनि उसलाई सबै कुरा सेयर गर्छु र गाइस। अनि अब तपाईँलाई म फ्रेङ्क गरेको चाहिँ देखाउँछु। मैले चाहिँ के फ्रेङ्क गरेको छु भन्दाखेरि चाहिँ गाइस उसको चाहिँ घर हो सिलापत्थर डिमोमा हो। डिमो तपाईँको काउरी पत्थर भन्ने जग्गा अरे गाइस। र मैले चाहिँ उसलाई भनेको छु म पनि आएको छु सिलापत्थर गोलाइ होइन गोलाइ भन्ने जग्गामा भनेर। अनि उसले चाहिँ गोलाइ भन्ने जग्गामा भनेको छु। अनि उसले चाहिँ भनेछ यहाँ मैले सोधेछु उसलाई कति टाइम लाग्छ यहाँबाट भनेर। अनि उसले चाहिँ भनेछ आधा घन्टा लाग्छ होला यस्तो यस्तो जग्गामा आउनु भनेर। उसले चाहिँ मलाई पुरा अब एड्रेस चाहिँ पुरा भनिदिएको छ। अनि म चाहिँ हुन्छ म भोलि 2 बजी नभए 3 बजी आउँछु भनेर उसलाई चाहिँ मैले भनेको छु। गाइस तपाईँलाई म मेसेज पनि देखाउँछु व्हाट्सएपमा। र गाइस उसको चाहिँ रिएक्सन अहिले खत्रै भएको छ, माने पुरा माने उसले चाहिँ पुरा सोच्दैछ कि मैले स्योर म जान्छु भनेर। र तपाईँलाई चाहिँ म देखाउँछु गाइस मेरो फ्रेन्ड चाहिँ सक्सेस हुन्छ कि हुँदैन, अब त्यो चाहिँ लास्टमा थाहा हुनेछ। र तपाईँलाई चाहिँ अहिले म देखाउँछु, तपाईँले हेरिदिनु होला है गाइस। सक्नुहुन्छ मैले चाहिँ मेरो साथीलाई मेसेज गरेको छु। फर्स्ट मेसेज हेर्नु सुन्नु गाइस, ओयो अन्जु डिमो कुन जग्गा हो तिमीहरूको घर नै भनेर। र उसले भन्छ काउरी पत्थर अरे। मैले भने ओ अरे किन अरे म आएको छु साथीकोमा अरे, कहाँ कुन जग्गा अरे, त्यही लागि सोधेको डिमो भने। तिमी कुन जग्गामा छेउ डिमो कहाँ क्वेसन मार्क दिएको छ। मलाई चाहिँ थाहा थिएन, म चाहिँ एउटा दिदीलाई सोधेर लेटमा रिप्लाई दिएको छु गोलाइ भनेर। र उसले भन्छ हो अरे त्यहाँबाट कति दूर हो यहाँबाट गोलाइ भन छिटो मैले भनेर। उसले भन्छ त्यो सायद डिब्रुगढतिर होला भनेर। मैले भने न डिमो हो सोध न त्यहाँ कसैलाई भने। टु डिमो छ नि त, एउटा सिलापत्थर अर्को डिब्रुगढ अरे। र दुईवटा डिमो छ भन्दैछ उसले चाहिँ, एउटा सिलापत्थर एउटा डिब्रुगढ। र मैले चाहिँ भन्दैछु न सिलापत्थरको चाहिँ हो पागल भने। ए यहीँ हरे अरे कति दूर अरे टाढो छ अरे। ओ अरे डिमो नदीको छेउ छ नि अरे भने। मैले थाहा छैन गाइस, मैले त्यतिकै भन्दैछु अन्दाजमा, किनकि मलाई फ्रेन्क गर्नु छ नि त गाइस त्यही भएर। र उसले भन्छ दूर नै हो अरे ओ भने कति आवर्स लाग्छ भने। र उसले भन्छ बट आउन सक्ने जग्गा हो भनेर। मैले भने हो भने आवर्स लाग्दैन होला टमटममा भने। मैले भने हाफ एन आवर लाग्छ भने। उसले भन्छ 35-40 मिनट्स भने। मैले भने ओ अरे आउँछौ क्या हो क्वेसन मार्क गाइस। र मेरो भोइस सुन्नु होला गाइस मैले के भनेको छु उसलाई। कति चाहिँ लाग्छ टमटममा चाहिँ? नि भन्दा 30 मिनट 40 मिनट भन्नु फेरि कति चाहिँ लाग्छ? र गाइस उसले चाहिँ आउँछौ क्या भनेर क्वेसन मार्क दिँदा मैले चाहिँ भोलि भनेको छु गाइस। त्यस्तै आधा घन्टा जस्तो लाग्छ। अब मेरो घरबाट निक्लेर चाहिँ गयो भने मतलब मेरो घरसम्म पुग्नु चाहिँ आधा घन्टा जस्तो लाग्छ। अब त्यो डिमो नदीबाट टमटममा रस्ता त खाली हुन्छ नि त। अनि स्पिड हामीहरूको यो गलीमा पस्ने रस्ता चाहिँ खतराङ खुत्रुङ परेछ नि, त्यसमा चाहिँ टाइम लाग्छ अलिकति। होइन भने मेन रोडमा त स्पिडै कुदाउँछ नि। अनि तिम्रो घर के रस्तामै छ न अलिकति गलीभित्र पस्नुपर्छ। तर तिम्रो घर नि फेरि तिम्रो काकी घर न तिम्रो घर चाहिँ त्यति भनेको। तिमीहरूले डिमोमा कस्तो घरमा चाहिँ छौ? आफ्नो घर त बनिसकेन, कस्तो घरमा छौ? र गाइस उसले चाहिँ रस्तामै छ भनेको छु नि मलाई। आमाको मामा पर्ने बाजेको घरमा बसिरहेको छु मैले, रस्तामै छ त्यो घर पनि। हाम्रो घरभन्दा अगाडि नै हुन्छ छ त्यो घर। हाम्रो घर पछाडि, यो घरभन्दा आमाको घर पछाडि छ। माने कस्तो यस्तो माने जस्तो कि हामी उहाँ थियौँ नि जसरी हुरीमा थियौँ नि, तिमीहरू उहाँ थियौँ त्यस्तै जग्गा छ अलिक भित्र पस्नुपर्छ जङ्गल छ नि। ओके म भोलि आउँछु ल, भोलि कति तिमीसँग 2-3 बजीतिर म आउँछु। तिमी एकবার मेसेज गर्न, म मेसेज गर्छु। बाइचान्स तिमी आएछौ भने टमटम लिएर आएछौ भने तिमी भन्नु ऊ के अरे डिमो काउडी पत्थर जाने हनुमान मन्दिरको छेउमा भन्यो भने सिधै यहाँ आफ्नो हामीहरूको घरमै पुऱ्याउँछ। र गाइस उसलाई चाहिँ मैले आउँछु भनेको थिएँ। र गाइस ऊ चाहिँ पुरा माने उसलाई चाहिँ पुरा माने कन्फर्म भएको छ होला म आउँछु भनेर। उसले चाहिँ पुरा सिरियसली लिएको छिन् गाइस, त्यही भएर। अनि मैले चाहिँ अब उसले चाहिँ मलाई सबै एड्रेसहरू सबै यहाँ भन्दैछिन् र मेरो चाहिँ भोइस सुन्नु होला अब। आइछौ भनेर भयो आऊ आऊ भन्छौ कि आइछौ भने भन्छौ के भन्छ तिमी। सो गाइस तपाईँहरूले यो भोइस सुनेर चाहिँ इग्नोर मार्नु होला, किनकि साथीमा अब यस्तो मैले बोलेको छु। र उसलाई चाहिँ मैले आइछौ भने भन्दैछ चाहिँ म आउँदिनँ त्यसो भए यस्तो भनिदिएको छु। र उसले चाहिँ अब मलाई यहाँ के भन्छन् हेर्नु है। भन्ने पारा होइन हौ, त्यस्तो केही होइन। आऊ न, भेट्नु मन लागिरहेछ यसै पनि तिमीसँग, आऊ इन्भाइटेड। र गाइस उसले चाहिँ मलाई आऊ ल यस्तो भने चाहिँ मैले चाहिँ अब उसको रिप्लाई दिन्छु, तपाईँले हेर्नु होला। ओके आउँछु भोलि, तिमी मलाई 2 नभए 3 बजी कल गर्नु ल गाइस। र उसको रिप्लाई पनि आइहेर्न सक्नुहुन्छ ओके अरे। म भन्छु उसलाई तिमीलाई म के ल्याइदिनु आउँदा भन। गाइस मेरो चाहिँ पढ्ने टाइम भइसक्यो गाइस, म टोटल पढ्छु भन्ने त्यही फ्रेन्क गरिरहेको छु गाइस। र पढ्ने टाइम पनि भइसक्यो, पनि पारै भइसक्यो। र उसलाई चाहिँ मैले भनेको छु अब उसले के रिप्लाई दिन्छ हेरौँ है त। गाइस रिप्लाई आउँदैछ के भन्छन् अब उसले। गाइस के भन्छन् उसले, के ल्याउनु होला केही न केही अरे हो र भनौँ न, यसै खाली हात आउनु। अनि गाइसलाई चाहिँ म खतरा फ्रेन्क गर्छु हेर्नु तपाईँ खालि भोलि त। ओके डियर भन्दिनँ, पुरा खुस नि तिमी। गाइस के अब उसको रिप्लाई के आउँछ है।
उसले भन्छन् के खान्छौ त्यो भन भन न यसरी मैले भने केही न केही उसले भन्छन् यस यसै तिमी जे खिलाउँछौ खिलाउँछौ म त्यही खान्छु हुन्छ अहिले बाई भोलि कल गर्नु 3 बजी ल अब गाइस गरी लागि आउँछ हेर्नु त गाइस उ चाहिँ पुरा माने सिरियसली भइरहेको छिन् म आउँछु भनेर चाहिँ मेस पनि मेसिङ गरे गाइस र गाइस उसले चाहिँ पहिला चाहिँ मेसिङ गर्दैन कि म आउँदैछु भनेर होला चाहिँ पुरा मेस मेसिङ गरेर सफा अरे ओके बाई बेबी भन्दिन गाइस उसले कतिखेर मेसेज हेर्छिन् गाइस मेसेज नै हेरेकै छैन त उसले त बिजी छिन के हो जल्दी गाइस हेरि नै उसको के रिप्लाई आउँछ गाइस अब हेरौँ मैले त बाई त भनिदिएँ उसले के भन्छन् बाई वाह रिएक्ट दिन्छु गाइस सो गाइस मैले चाहिँ उसलाई बाई भनेर यति नै मेसेज गरेको छु बाई मात्रै भनेर र अब अरू कुराहरू चाहिँ उसलाई म भोलि भन्छु र उसलाई चाहिँ मैले भोलि 2 नभए 3 बजीतिर मलाई कल गर्नु भनेको छु र गाइस मलाई चाहिँ त्यस्तो दिमागमा आएको पनि थिएन म उसलाई प्र्याङ्क गर्छु भनेर मलाई अटोमेटिक मेरो दिमागमा आयो म प्र्याङ्क गरौँ भनेर र गरेको छु र यसको मतलब आधा भिडियो चाहिँ म फेरि भोलि उतै गर्नेछु र सबै भिडियो तपाईँलाई म भोलि मिलाएर दिन्छु The next day. सो गाइस आज चाहिँ नेक्स्ट डे र गाइस मैले चाहिँ तपाईँलाई हिजो भनेको थिएँ मेरो साथीलाई फ्रेन्ड गर्नु जाँदैछु र आज चाहिँ उसले मलाई इन्स्टा मेसेज गरेको छिन् र तपाईँलाई चाहिँ म त्यो मेसेज देखाउने छु अहिले र गाइस म चाहिँ हिजोको कपडामै छु किनकि नुहाएको छुइनँ मैले टाइम पाएको छुइनँ अब भात सब्जीहरू यताउता बनाउँदा गर्दा र अब चाहिँ म नुहाउँछु अनि तपाईँलाई फर्स्ट मेसेज चाहिँ म देखाउने छु हेर्नु होला सो गाइस यहाँ चाहिँ हेर्नुहुन्छ म इन्स्टा ओपन गर्छु र ओपन गर्दाखेरि चाहिँ मेसेज मेरो साथीले गरेको छिन् यहाँ चाहिँ हेर्न सक्नुहुन्छ है गाइस उसले चाहिँ मलाई मेसेज गरेको छिन् ओइ आउँदैन भनेर सुन यो नम्बरमा फोन गर्नु ल नम्बर पनि दिएको छिन् गाइस अनि मम्मीको हो मेरो फोन स्विच अफ हुनु आँटेको छ कल गर्नु ल यस्तो अरे र गाइस ऊ चाहिँ पुरा स्योर भइसकेको चाहिँ म आउँछु भनेर उसले उसको मम्मीको नम्बर दिएको छ र उसको चाहिँ फोन स्विच अफ हुन्छ भनेर र उसलाई चाहिँ म भन्छु ओके हुन्छ म एकछिनमा कल गर्छु तिमीलाई ओके गाइस अहिले चाहिँ म यतिमै राख्छु फेरि म नुहाएर भेट्ने छु हजुरहरूको सामनेमा सो गाइस म चाहिँ नुहाएर पनि आइसकेको छु हेर्न सक्नुहुन्छ र मैले चाहिँ चुल पिक गरेर अलिअलि मैले मुखको मेकअप पनि गरेको छु र गाइस अनि मेकअप चाहिँ त्यस्तो केही होइन गाइस आइलाइनरहरू मात्रै लगाएको छु र अब चाहिँ म मेरो साथीलाई कल गर्छु र उसलाई चाहिँ म अब भन्छु म यस्तो जग्गामा छु हेनतेन भनेर तपाईँ चाहिँ मेरो भिडियो एन्डसम्म हेरिदिनु होला गाइस के कस्तो हुन्छ मेरो फ्रेन्ड र मलाई चाहिँ लाग्छ गाइस मेरो फ्रेन्ड फर्स्ट टाइम गरेर सक्सेस हुन्छ कि भनेर तपाईँहरू चाहिँ हेरिदिनु होला लास्टसम्म नै लेट्स स्टार्ट गाइस सो गाइस अब चाहिँ म उसलाई कल गर्छु र डर पनि लाग्दैछ अलिअलि रिसाउँछ कि हो भनेर र पनि केही छैन म कोसिस गर्छु र उसलाई चाहिँ म नम्बर डायल गरेको छु यो मोबाइल चाहिँ मेरो निनीको हो यसबाट म कल गर्छु उसलाई मेरोबाट भिडियो गर्नु पर्यो त्यही भएर र तपाईँहरू चाहिँ हेर्नु होला गाइस उसलाई चाहिँ म कल गर्दैछु तपाईँलाई सुनाउँछु गाइस तपाईँले सुन्नु होला हेलो 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 म गुराज हजुर कहाँ छौ यही छु कतिखेर हामी त को बोलेको अरे म चिनेनौ ए सानो तिमी हो ए आमाले चिन्नु भएन आमाको नम्बर हो नि त कहाँ छौ म आउँदैछु कहाँ छौ तिमी म घरमै छु ए त्यसो आऊ अनि म आइपुगेँ भने यहाँ तिमीले भने जम्मा आइपुग्यो तिमीले लिन आऊ अनि कहाँनिर आउनु म चाहिँ रस्तामा आऊ न रस्तामा निस्किराख न रस्तामा जान म रस्तामै नै मेरो घर नै रस्तामै छ रस्ताको यता निस्क न त ल टमटममा छौ अनि तिमी निस्केर आऊ यता ल फोन लिएरै जाऊ टमटम त देख्दैन त अनि अरे म आउँदैछु आइपुगेको छुइनँ नि तिमी फोन चाहिँ लिएर जाऊ न ल गाइस तिम्रो टाउको टमटम के गर्छ मलाई डर लाग्दैछ अरे टमटम आइपुगेको छैन नि त तिमी चाहिँ निस्किराख न त्यहाँनिर भनेको मैले निक्लिरहेको छु म अहिले निस्क ल कहाँनिर भनेर उठ्छौ टमटममा उठ्छौ होइन म आउँदैछु त तिमी यहाँ रोकिरहेको छ टमटम त तिमी चाहिँ निस्क न रस्ताको सामने तिमीले हिजो मलाई भनेको न रस्तामै छु रस्तामै नै छु म तिमीले अस्ति भनेको न हिजो भनेको न सारू पत्तर के अरे सारू पत्तर काउरी पत्थर सरी काउरी पत्तर के अरे काउरी पत्थर हनुमान मन्दिरको छेउमा तिमी निस्किराख त ल हुन्छ भन्छ लिएर जाऊ भन्छ आमाको फेरि लिएर जाऊ न त म कल गर्छु नि त फेरि अहिले ल हुन्छ हुन्छ त
गाइस र ऊ चाहिँ अब घरबाट उसको घर चाहिँ रास्ताको सामने छ अरे र ऊ चाहिँ अब निस्किन्छन् र एकछिनमा अहिले कति बज्यो तपाईँको 12:50 भयो म फेरि उसलाई 10 मिनट बादमा फेरि फोन गर्छु 1 बजी र तिमी आऊ भन्छु र उसलाई त्यतिखेर म भन्छु गाइस र उसले चाहिँ मलाई के भन्छन् अब थाहा छैन गाइस म चाहिँ उसलाई फोन गर्छु होला किनकि म वेट गर्न सकेको छैन र मलाई डर पनि लाग्दैछ त्यही भएर म चाहिँ अब 1 बजीसम्म चाहिँ वेट गर्न सक्दिनँ र म उसलाई फेरि कल गर्छु र अब चाहिँ म भनिदिन्छु उसलाई गाइस डर पनि लाग्दैछ ऊ रिसाउँछिन् कि भनेर थाहा छैन अब कहाँ छौ ए हामी आइपुग्न आँट्यौँ हेलो ला होइन हौ होइन आउँदैछु तिमी हेर न त्यहाँनिर गाइस सुन न के ल्याइदिउँ तिमीलाई भरे खाली हात आयो भने टमटम आउँछ देख्यौ टमटम आएको देख्यौ त्यो गाडी साडी केही चलेको छैन क्या त्यहाँनिर तिम्रो घर सामने होइन रे आउँदैछु म त्यहाँ आइपुगेको छैन सुन न एउटा कुरा भन्छ रिसाउँदैनौ कसँग हो त रिसाउँदिन भनेर मैले नि त प्र्याङ्क गरेको तिमीलाई के हो ला मैले तिमीलाई प्र्याङ्क गरेको थिएँ प्र्याङ्क म भिडियो बनाउँदै थिएँ कि त्यही लागि तिमीलाई मैले प्र्याङ्क गरेको थिएँ तिमीलाई के साँच्ची जस्तो लाग्यो होइन तिमीलाई भन न तिमीलाई के साँच्ची जस्तो लाग्दैछ साँच्ची आउँछु जस्तो लागेको थियो मैले हिजोबाट सोचेको थिएँ त गाइस यहाँ हेर्नु होला उसलाई चाहिँ मैले प्र्याङ्क गरेको थिएँ मैले पुरा सियोर सोचेको रहेछ अञ्जली तिम्रो पुरा भोइस रेकर्डिङ सुनि यहाँ पुरा मैले भिडियो गरेर आएको छु नि कस्तो तिमी त छि के सोचेको थियो भन्न त म आउँछु भन्दा आउँछ सोचे तिमी अब भेट्छु 1 साल बाद 1 साल होइन 1 साल बाद 2 साल बाद भनेर सोचिरहेको कस्तो तिमी त छि आमालाई के भन्थ्यौ आमाले भने आमा हस्ता आउँछ अरे भेट भोलि आउँछ अरे भने तर आमाले भन्नुभयो बेङ्गलोरको वाला भन्नुभयो मैले भने त्यो वाला बोला नि भन्नुभयो तिमीलाई चाहिँ अनि पुरा तिमीलाई चाहिँ पुरा आउँछ जस्तो लाग्यो थियो अनि मैले चाहिँ हिजोबाट सोचेको थिएँ प्र्याङ्क गर्छु भन्ने नम्बर पनि अर्को पुरा आयो भने मेरो फोन स्विच अफ हुन्छ नम्बर उयो भेट्दैन अनि आमाको नम्बर दिएर आएको त जल्दी तिमी अब भिडियो हेर्नु ल मेरो भिडियो मैले कसरी प्र्याङ्क गरेको थिएँ तिमीलाई ल साथी आएन हेर्नु न कस्तो तिमी त छे नरिसाउ ल नरिसाउ सरी ओइ आमा पनि हाँस्नु हुँदैछ भित्र आएर सरी भनेको कस्तो तिमी त तिम्रो घर रास्ताको सामने र त आज दूर भएर पुरा हिँडाउँथेँ म तिमीलाई आज निक्लेको थिएँ म त यहाँसम्म जान्छु टम त मस्त रुखाएर वापस पठाएर त्यहाँबाट हेरेर ल्याउँछु सोचेँ अलि बिस्टिक गरेर निक्लेको त कस्तो तिमी त टी सर्ट पनि चेन्ज गरेर निक्लेको नि पुनः गाइस यहाँ सुन्नु होला भोइस उसको घरको बहिनीहरू दुईटा बहिनीले कति जले एउटाले झाडु मारेर निकाली एउटाले कपडा मिलाई म आउँछु भनेर त्यो मान्छेले र भन् र कहिले गरिदिन्छु सो गाइस मेरो चाहिँ फ्रेङ्क सक्सेसफुल पनि भयो ऊ चाहिँ पुरा माने म आउँछु भनेर पुरा एक्साइटेड भएको थियो रहेछ दिदीहरूलाई आमालाई बहिनीलाई सबलाई भनेको थियो रहेछ अनि चाहिँ घरसर पनि पुरा झाडुसार मारेको थियो अरे म आउँछु भनेर अब सब पाउन आउँछु भनेर जसले पनि अब साफसफाइ त गर्छ है र तपाईँले सुनेको होला भोइस चाहिँ र गाइस मेरो फ्रेङ्क भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गरेर जरुर भन्नु होला र म चाहिँ फर्स्ट टाइम गरेको गाइस आज चाहिँ मेरो फर्स्ट फ्रेङ्क भिडियो सक्सेसफुल पनि भयो बाई बाई थ्याङ्क्स फर वाचिङ एभ्रीवन